हाम्रो राजा आउँदै हुनुहुन्छ हाम्रो राजा आउँदै हुनुहुन्छ जिन्दाबाद 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 पानीको फोडाको लागि रेडी गरिरहेको गाडी सोल्टी गर्दैन नि सासु
राजा अब कति होला अहिले बिचरा यिनीहरूलाई चाहिँ के गर्ने रहेछ लड्ने यिनीहरू हामी नै हो साला ठुलो कुरा ठुल्ठुलो कुरा गरे टाउको फर्ने बेला अघि नआएर हामीमा कहाँ कहाँ होला अगाडि आउँदैछ
बाटोमा नआउँछ बाटोमा आउनुहुन्न यहाँ फेरि एम्बुलेन्स आउँछ गाडीले हामीलाई फेरि चिन्ता पुऱ्याउँछ गाउँ यसरी नेताहरू हैन बसेर हामी आउन पर्ने छैन भ्रष्ट दलालहरूलाई हैनमा बसेर हामी आउन पर्ने छैन होइन यी भ्रष्ट दलालहरूले आज यस्तो नगरे भने यहाँ आउनु पर्थ्यो हामी एक गाडी सिकेर रोएर आएको रास्ता जोगाउनको निम्ति आज थोड़ा साथीले होइन त हो के भएको कहिले के छैन
बलात्कारले बोलेको कहाँ खोज्छन् दलालको राजमा यस्तो न्यायको हुन्छ अनि मुर्दाबाद जिन्दाबाद होइन आफै आएको मलाई पनि बोलाएको बोलाएको राष्ट्रले बोलाएको हामीलाई हो भने कहाँ भने हाम्रो होइन भने हाम्रो देश होइन हाम्रै देश हो हामीलाई राज चाहिन्छ असैले त कसैले भन्छ हो त जनता भन्दा ठुलो कोही